नमस्ते सलाम अलैकुम भन्छ कि यतातिर नमस्ते सबैजनालाई म यता खाडीतिर है साउदीको रियाद भन्ने ठाउँमा छु हैन। अब यस्तै छ साथी हैन। अब आइयो साउदीको रियादमा जनतन जति हुन्छ कमाउला भनेर चाहिँ आइयो। अहिले चाहिँ म ड्युटी जानको लागि रेडी छु। मेरो ड्युटीको युनिफर्म चाहिँ यही हो हैन। यो चाहिँ कालो जुत्ता हुनुपर्छ, माथि चाहिँ यो टी सर्ट, अनि यो क्याप चाहिँ यो चाहिँ हो क्याप पनि हुनुपर्छ हैन। यस्तै छ साथी। हजुर हजुर ठिक छ आइयो। यस्तै छ भिडियो भन्दैछ। यस्तै छ आइयो के अरे साथी हैन। अब के गर्नु त, गर्मी चाहिँ म आउँदा सुरुमा चाहिँ कति थियो यहाँको तापक्रम भने 32-33, बढीमा 33 हुन्थ्यो। अहिले चाहिँ अब अप्रिलको 14 तारिकमा चाहिँ आइपुगेको म। अहिले चाहिँ आज चाहिँ 24 हो हैन। यो 10 दिनकै बिचमा 38 पुगिसक्यो कि यहाँको तापक्रम। बिस्तारै बढ्दैछ भन्छन्। अब बिस्तारै त कति पो हुने, आफू नबढ्दै स्वर्ग देखिन्न भन्छन्। अब स्वर्गै देख्नुपर्छ हैन, कति हुने हो हैन। ठिक छ अब बिस्तारै चाहिँ अब गरिरहेछ के अरे। मेरो रुम चाहिँ अलि उता हो, म चाहिँ यता पार्किङ ठाउँमा आइपुगेको छु। पार्किङ ठाउँमा चाहिँ आइपुगिसक्यो ड्युटी जानको लागि। हामी चाहिँ अब गएर चाहिँ लगभग 2 घन्टा यात्रा गरिसकेपछि चाहिँ हामी ट्याक्कै मैले काम गर्ने होटलमा चाहिँ पुग्छु म। अनि रातभरि ड्युटी हान्ने हो, नाइट ड्युटी हो रातभरि। बिहान 5 बजे फेरि त्यहाँबाट चाहिँ फर्केर 1 घन्टामा, बिहान चाहिँ 1 घन्टामा ल्याइपुऱ्याउँछ हैन। अब जाने बेला सबै ठाउँ छोड्दै जान्छ कि स्टाफहरू। त्यसपछि सबै होटलहरूमा अब ब्रान्च धेरै छ नि त यहाँ हाम्रो गम्मेको होटलको चाहिँ। अब सबै ठाउँ छोड्दै जान्छ अनि बिहान आउँदा चाहिँ सबै ठाउँबाट लिएर आएर अन्तिममा हामीलाई रिसिभ गर्न आउँछ। अनि त्योबाट हामीलाई हाल्यो भने चाहिँ सट्ट 1 घन्टामा हाम्रो रुममा चाहिँ क्याम्पमा चाहिँ ल्याइपुऱ्याउँछ। मेरो क्याम्प चाहिँ अलिक पर हो, म भोलितिर देखाउँछु क्याम्पहरू चाहिँ है। के गर्नु त हौ साथी, बेलैमा आमा दाइ बुवाहरूले चाहिँ राम्रोसँग पढ्नुपर्छ, पछि गएर चाहिँ पढाइ काम लाग्छ, यस्तै के भन्दा चाहिँ अब सुनिएन। अब के पढेर के गर्नु छ र उति बेला चाहिँ चलेको डाइलग चाहिँ हैन। अब पढेर चाहिँ हात्ती ठुलो भएको हो र नपढेर कमिलो सानो भएको हो र भनिन्थ्यो। अहिले अब यस्तो छ हालत होइन। कति महत्त्व चाहिँ छ त पढाइको भन्ने कुरो। पढाइको महत्त्व भन्नुको मतलब यो होइन नि त फेरि। अब पढ्ने मात्रै होइन कि, पढाइ भइसकेपछि चाहिँ के कुरा जान्ने भन्ने विषयले फरक पार्दो रहेछ होइन। अब यस्तो छ, अब त्यही कुरा सुनेन अहिले चाहिँ अब बिजोग छ होइन। तर ठिक छ, अब जे भए पनि आफ्नो कर्म गर्ने हो होइन। अब आफ्नो भागमा परेको जति चाहिँ पचाउने हो सबैले होइन। अब कर्म चाहिँ गरिएकै छ, नपढे बेलैमा राम्रोसँग जाँगर गरेर नपढे पनि ठिकै छ। अब के गर्नु त है। यस्तै छ साथी। अब उता जापान, युरोप, अस्ट्रेलियातिर चाहिँ जान सकिएन के अरे। अब खारी भए पनि अब चलो ठिक छ भनेर चाहिँ आइयो, साउदीमा चाहिँ आइयो। अब यहाँको चाहिँ नियम सिस्टम पनि अब कस्तो हो खै, अब अलि डेन्जरै के होइन। अब सानो यति पनि केही गल्ती भयो भने अलि गाह्रै हुने होइन। अब अरू चाहिँ अब यस्तो बलात्कारीहरू जस्ता अब हत्याको आरोपहरू लायो भने त झन् सक्यो, जिन्दगी फिनिसै हो होइन। त्यही भएर अलि अब आफू सुरक्षित हुनु छ। अनि त्यसमा चाहिँ अब कति छ नि त अब गाउँमा चाहिँ अब त्यही हो, बेलामा भैलो खेल्दाखेरि लागेको ऋणहरू चाहिँ तिर्नु छ कमाएर होइन। त्यस्तै छ साथी। अब गाह्रो छ भए तापनि अब गर्नु पर्यो जति गाह्रो भए पनि होइन। अब छोरो मान्छे भइसकेपछि अब यो सानोतिनो नै हो, यो त्यति खासै होइन। अब त्यसलाई चाहिँ अब गाह्रो भयो हेन भनेर चाहिँ अब छुटकारा मिल्ने त्यस्तो खालको चाहिँ हुन्न होइन। जे भए पनि गर्नै पर्यो। अब ठिक छ।